बनाउन एउटा र्यान्डम प्लेयरसँग चाहिँ आज 1v1 परेको थियो अनि त्यो 1v1 मा कसले जित्यो होला हेर्न सक्नुहुन्छ। गाइस गेम स्टार्ट भइसकेको छ अनि म यो उतापट्टिको टिम तामाङ परेको थियो। एकदम इजी हानो र फर्स्ट राउन्ड त त्यसले हान्यो तर मैले सेकेन्ड राउन्डमा फेरि त्यसलाई मैले आफ्नो जलवा देखाइदिएँ। गाइस हेर्न सक्नुहुन्छ मलाई एक राउन्ड हानेर कन्ट्रोल गरेर इमोट देखाइसकेको छ। अब म कमब्याक हेर्न सक्नुहुन्छ। म पनि जोसमा गइसकेको थिएँ गाइस, त्यसले पनि मलाई कन्ट्रोल मारिरहेको थियो। म पनि एकदम धेरै जोसमा थिएँ। त्यसलाई पनि वान ट्याप दिएर मैले त्यसलाई पनि कन्ट्रोल गर्न मैले इमोट देखाइसकेको छु। त्यो केटीले फेरि युएमपी लिइसकेपछि मेरो युएमपी को गेम प्ले कस्तो हुन्छ हेर्न सक्नुहुन्छ गाइस। मोबाइल मेरो एकदम देख्नुहोस्, त्यसलाई पनि मैले 440 झट्का दिइसकेको छु। के भयो त्यसले डेजर्ट लिइसकेको थियो गाइस। मैले पनि एकदम धेरै उसमा म पनि डेजर्टमै थिएँ। त्यसले मलाई 3 राउन्ड हानिसकेको थियो। मैले पनि त्यसलाई अनि हेर्न सक्नुहुन्छ, हेरिरहनु होला। त्यसले तामाङले पनि मलाई एकदम धेरै कन्ट्रोलमा लिइरहेको थियो। मैले पनि हेर्न सक्नुहुन्छ गाइस। ल ले झट्का भनेर मैले पनि दिएँ। आजको लागि भिडियो यति नै। लाइक गरिदिनु होला, कमेन्ट गरिदिनु, प्लिज सब्स्क्राइब गरिदिनु होला।